सबैजनालाई वेलकम नमस्ते लासु फ्याबुला मेरो नाम विनु तामाङ हो। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म नि एकदम ठिक छु गाइजहरू। अनि आज चाहिँ आज चाहिँ म चिया खाइरहेको छु। अनि चिया खाएपछि खाजा खाएर र त केटिएम जाँदैछु। सो गाइज त्यही भएर म आज ब्लग बनाउँदैछु। अनि बाटोमा के हुन्छ हेर्दै जाउँ है त। अब जाने तयारी गर्नुपर्छ साथीहरू। गाडी आउँछ एकछिनमा। अझ अघि उठेको फ्रेस भएँ अनि त्यसपछि चिया बनाएँ, मम्मी बाबालाई दिनुभएँ। अनि म खाँदैछु। अनि दुध पकाउँदैछु, दुध र चिउरा खाने। अनि जाने टन्न खाएर। म चाहिँ खाली पेटमा ट्राभल गऱ्यो भने भमिट गर्छ क्या साथीहरू। त्यही भएर खाएर हिँड्नुपर्छ मलाई चाहिँ। मैले अनि किन भ्लग गरेको भने मलाई कस्तो नराम्रो फिल भइरहेछ क्या। जाँदैछु छोडेर सधैँको जस्तो सधैँको लागि जस्तो फिल आइरहेछ क्या। अनि अब म गएपछि त सबै काम मम्मीले गर्नुपर्छ नि त। अनि अप्ठ्यारो नराम्रो लागिरहेछ क्या। म हुँदा सबै काम मैले गरेर हुन्छ, मम्मीलाई हेल्प गरेर हुन्छ कति है। अब म गएपछि त सबै मम्मीले गर्नुपर्छ। यस्तो चिजहरू छ माया लाग्ने क्या। अनि गाउँको नि धेरै याद आउँछ, धेरै मिस गर्छु। अनि मेरो मम्मीले सबजनाले मन पराइदिनु भएको छ, त्यसको लागि धन्यवाद। त्यही हो गाइज, अब तयारी गर्नुपर्छ। एकछिनमा भेटौँ है त। मरिच हालेको यस्तो दामी भएको छ नि। मेरो चाहिँ बेस्ट हो कि ब्ल्याक टी मरिच हाले। अनि गाइज म तपाईँलाई देखाउँछु हाम्रो दुध। गाइज म चाहिँ अब यहाँ मलाई सागको बिउ लानुपर्ने हुन्छ। सागको बिउ लगाउँछु भनेको खोइ राम्रो सागको बिउ त छैन जस्तो त। ओ माइ गॉड कस्तो नराम्रो त है। यो 3टा भए पुग्छ ल। अब यता साग टिप्नु पर्यो। साग टिप्नु पर्यो। अब यता चाहिँ मैले रोपेको साग। गाई साग टिपेर लग्नु पर्यो नि त अलिकति मलाई काठमाडौँमा खानलाई। दिदी बहिनी मात्र छ, बहिनी छ, म छु। बहिनी र मलाई खाना एक मुठी लिएर जाऊँ न। एक मुठी भयो दिदी बहिनीलाई पुगिहाल्यो त। सो गाइस अहिले चाहिँ म साग टिप्न गइरहेको छु काठमाडौँ लग्नलाई। हेर्न सक्नुहुन्छ टक्क लगाएर मैले रोपेको साग यस्तो राम्रो भएछ। खुसी लाग्यो। टिप्ने बेला भइसक्यो। अब टिप्ने हो यसलाई। कुना चाहिँ के भएको यस्तो
डल्ले मुल्ला जस्तो दिदीबहिनीलाई पुगिहाल्छ त। ल गाइज मैले चाहिँ साग टिपिसकेँ। अब यति भए त पुगिहाल्छ दिदीबहिनीलाई। गाइज हेर्न सक्नुहुन्छ कस्तो कलिलो साग छ क्या। यति भए पुगिहाल्यो त दिदीबहिनीलाई। साथीहरू आजदेखि म गाउँमा हुँदिनँ र साथीहरू म चाहिँ काठमाडौँ गएको। साग टिपिसक्यो मैले। यहाँ काठमाडौँमा खानालाई तरकारी केही किन्न सक्दैन, त्यहाँ अलिअलि भयो नि लिएर जानु पऱ्यो नि त होइन र साथीहरू। ल अब एकछिनमा भेटौँ है त। म तयारी गर्दैछु यहाँ। अब म लुगासुगा लाउँछ है त साथीहरू। साथी तुझे हामी हाम्रो भैँसी गाईहरू लगाएर दुध र चिउरा खाँदैछु म चाहिँ। अहिले एकछिनमा सबै निकाल्छ। मन थोप्रा त नाले बिर्स भने बिनुमय तामाङ चाहिँ काठमाडौँ जाँदैछ। दुध र चिउरा दन्किरहेछ। मेरो मम्मी रुन्छ अहिले। केले रुने विदेश गए पो रुने त। नेपालमा हुँदा रुँदैन। विदेश जानला त हो नि। म सरप्राइज दिन लाग्छ। सरप्राइज विदेशमा पुगेर कल गर्छु म विदेश पुगेँ भनेर। झुटो बोलेर जानला हो काठमाडौँ त। कुखुरा पराल बोरा सबै आउँदो रहेछ। गाउँमा हो नि त साथीहरू। देखिहाल्छ नि तपाईँ। हाम्रो गाउँ यस्तै छ। भर्खर बाटो बनाउने भनेर यसो हल्ली चल्ली छ। म आउने बेलासम्म हुन्छ होला मम्मी है। नाला बनाउँदैछ ऊ तलतिरबाट यसो कहिले लाउने नाला। म आउँदाखेरि ठिक बन्छ होला। 4-5 महिना जुरिन गए धन मिगादल यसलाई मिगाम जुरिन गए मलाई क्या। अब सबै काम मम्मीले गर्नुपर्छ। बाहिर केही छुँदैन। छिटो काम सकाएर आउँछु म। सानोभन्दा पराल भएमा तनाव थियो क्या। Gampang boleh. Anjing iya sahabat. Kan gua. बिना रोइरहेछ। रुन थालेछ ऊ। मम्मी छोडेर जानुपर्ने रे भनेर रोइरहेछ। रुन थालेको छ। नराम्रो लागिरहेछ अलिअलि। हो त्यही वाङ्दैछ। राउला खालपछि मेमे खायो मेमे तुर्नी थाहा रे ये कारण ल बाई बाई यो नन हालंग दारा agar tanmin go bang mo ngai apken da rui mo le ngai उसे मामै मिलब ललमाले आकडी थान भई गइसरी राम्रो बाटो पुरा बन्दैछ नाली बनाउँदैछ छेउछेउमा चाहिँ अहिले नाली निकालेपछि पछि भिडियो बनाऊ यो बनाउनेले बाटो पिच कति सामान आइ के बोरा ल गाइसहरु म चाहिँ अब काठमाडौँ लागेको गाडी नि हिँडिसक्यो अब यहाँ सिटमा नि बसिसक्यो ल हेर साथीहरु हाम्रो गाउँ
जाँदैछु अब काठमाडौँ। काठमाडौँमा मान्छे पनि पुगेन है बाजेलाई, जम्मा 4 जना सुत्दै बसेनु हुन्छ पछाडि त, खाली खाली छ 4 जना मात्र। यताबाट जाँदैछ हैदपुर हुँदै। गाइजहरू अब गाउँको भिडियो आउँदैन अब टिकटक सहरतिरै बनाउनु पर्ला। गाउँतिरको रमझम रमाइलो कामसाम सक्यो, त्यही भएर अब जाँदैछु, लाग्दैछु काठमाडौँ। सो साथीहरू अब एकछिनमा भेटौँ है त। हेभ अ सेफ जर्नी टु मी। हरिपुर पुगिसकेँ, छिटै पुग्छ होला, मान्छे नि धेरै छैन, जम्मा 4 जना मान्छे नपुगेर। मधेसी गाउँ हो यो चाहिँ। बुढाहरू बाटो हिँडेको छ यसरी। जाडो जाडो छ मौसम। यसरी घुमेर गयो, बुढाहरू दौडिरहेको छ। So guys, okay, let's go. साथीहरू एटाउडामा पुगेँ, घरबाट खाजा खाएर आएको दुधरा चिउरा सबै निस्क्यो बमी भएर। ठ्याक्कै एउटावटा घुम्नु निक्लेँ। अब बल्ल फ्रेस भयो, यहाँनिर आएर एकछिन फ्रेस भयो, अनि खाना लाग्यो। अब साथी पनि छैन, साथी पनि सँगै एक्लै रहेको छ, खाना लाग्यो अब साथीहरू। सो गाइज, म चाहिँ रुम पुगिसकेँ, हिजै पुगेको, तर मेरो कन्डिसन एकदम खराब थियो। भमिट गरेर गाडी लागेर अहिले पनि स्टिल टाउको घुमिरहेछ, मलाई किन हो। अनि त्यही भएर आउने बित्तिकै रेस्ट गरेँ, बसेँ। त्यही हो साथीहरू, भिडियो गर्नु पाएन, राम्रोसँग ब्लगै बनाउनु पाएन। गाडीमा हिँडेपछि म त कस्तो हुन्छु कि हालतै खराब हुन्छ, अनि त्यही भएर मैले भिडियो बनाउनु पाएन। भिडियो बनाउँदै आउँछु सोचेको थिएँ, हालत खराब हुन्छ मेरो लङ ट्राभल गरेपछि त। नजिक हिँड्दा मात्रै हो गाइज। अनि गाइज काठमाडौँमा पुगेँ, मेरो मनी प्लान्ट हेर्न सक्नुहुन्छ कस्तो राम्रो भएको छ। त्यसपछि काठमाडौँ त क्या चिसो रहेछ। अहिले चाहिँ म घाम ताप्दै बसिरहेको छु गाइजहरू, खाना खाएर। सो अब भ्लग एडिटिङ गर्छु। मैले
बाटोमा के भएको देखाउँछु भने देखाउनु पाएन। मैले भमिट गरेर यस्तो बिजोग भएको थियो। प्लास्टिकमा गरेको होइन, के भएको भन्नु न, प्लास्टिकमा भनेर गर्दाखेरि आधी प्लास्टिकमा परेछ, आधी यता परेछ। मेरो ब्यागमै लागेछ सबै। छ्या यो मेरो हालत खराब थियो गाइज, हालत खराब। सो गाइज यति नै हो भिडियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।